31 वर्षीय दीपा बस्याल आफ्नो 2वटा छोरी लिएर आफ्नै भान्जीको विवाह खानको लागि बुटवल आउँछिन्। दीपा बस्याल बुटवल आइसकेपछि उनको पूर्व श्रीमानले आफ्नो श्रीमती र छोरीहरूलाई भेट्नको लागि आफ्नो घरमा बोलाउँछन्। भेट्न बोलाइसकेपछि ती पूर्व पतिले आफ्नो पूर्व श्रीमती र 2वटा छोरीहरूको घरेलु हतियार प्रहार गरेर विभत्स हत्या गरिदिन्छन्। आखिरमा ती नाबालक 2वटा छोरीहरू र पूर्व श्रीमतीको हत्या गर्ने ती व्यक्ति को हुन् त? उनको ब्याकग्राउन्ड कस्तो रहेको छ त? आजको यस भिडियोमा यही घटनाको वरिपरि रहेर कुरा गर्नेछु। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आजको विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। हत्या गर्ने ती युवकको नाम हो सुजन कोइराला। सुजन कोइरालाले 2069 सालको असोज महिनामा दीपा बस्यालसँग प्रेम विवाह गर्छन्। प्रेम विवाहपछि सुजन कोइराला र दीपा बस्यालको सम्बन्ध राम्रै चलेको थियो। प्रेम विवाह गरेको 3 महिनापछि सुजन कोइरालाको घरमा आर्थिक लेनदेनको विषयमा विवाद हुन्छ। सुजन कोइरालाको विवाद आफ्नै दाजुसँग हुन्छ र विवाह गरेको 3 महिनापछि आर्थिक लेनदेनको विषयमा धेरै नै तनाव बढ्दै गएपछि सुजनले दाजु सुदीपको विभत्स हत्या गरेर टुक्रा टुक्रा पारेर बोरामा हालेर पाल्पाको केरा बारीमा लगेर फालिदिन्छन्। दाजुको शव फालेपछि उनी आफै जिल्ला प्रहरी कार्यालय पाल्पामा गएर दाजु हराएको भनेर निवेदन प्रहरीमा दर्ता गराउँछन्। नेपाल प्रहरीले उक्त घटनाको विषयमा अध्ययन अनुसन्धान गर्न थाल्छ र अध्ययन अनुसन्धान गर्ने क्रममा सुदीप कोइरालाको हत्या गर्ने उनकै भाइ सुजन कोइराला रहेको प्रमाणित हुन्छ। आफ्नै दाजुको हत्या गरेको प्रमाणित भएपछि सुजन कोइरालालाई 2069 साल पुस 27 गते कारागार चलान गरिन्छ। जेल चलान भइसकेपछि जेलभित्र कैदीहरूलाई हस्तकला सम्बन्धी विभिन्न किसिमका सिपमूलक तालिमहरूको आयोजना गरिन्छ। त्यही क्रममा सुजन कोइरालाले मुढा बनाउने, हस्तकलाका सामग्रीहरू बनाउने सिप सिक्दै आइरहेका थिए। प्रेम विवाह गरेको 3 महिनापछि सुजन कोइरालाको त्यस्तो गलत हरकतको कारणले उनी कारागार गइसकेपछि दीपा बस्यालले आफ्नो श्रीमानसँग डिभोर्स लिने प्रक्रिया अघि बढाउन थाल्छिन्। जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसार दीपा र सुजनको बीचमा सम्बन्ध विच्छेद 2073 सालमा भइसकेको हुन्छ। दीपाले सुजनसँग सम्बन्ध विच्छेद गरिसकेपछि सोही साल अर्थात् 2073 साल नै नवलपरासीका शङ्कर ढकालसँग दोस्रो विवाह गर्छिन्। पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर 7 कुनसेर स्थित आधारभूत स्वास्थ्य केन्द्रमा करारको जागिर दीपा गर्न थाल्छिन्। शङ्कर ढकालसँग दोस्रो विवाह गरिसकेपछि उनीहरूको वैवाहिक सम्बन्ध राम्रै चलिरहेको थियो र विवाह गरेको केही वर्षपछि दीपाको 2वटा छोरी पनि जन्मिसकेका थिए र उनको जागिर जीवन एकदमै राम्रो चलिरहेको थियो। दीपा 2 छोरीसहित तानसेन बजारमा बस्दै आएकी थिइन् भने दीपाकी श्रीमान शङ्कर ढकाल वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा बस्दै आएका छन्। दीपाको दोस्रो विवाह पछिको वैवाहिक जीवन ठिकठाक नै चलिरहेको थियो। सुजन कोइराला पनि जेल बसेको 9 वर्ष बितिसकेको थियो। सुजन 9 वर्ष कैद सजाय भुक्तान गरेपछि उनलाई 2078 असोज 3 गते संविधान दिवसको अवसर पारेर तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपतिबाट चालचलन ठिक भएको र बाँकी जेल भुक्तान गर्नुपर्ने समय छुट गरेको भन्दै उनलाई कैद मुक्त गरिन्छ। जेलमा 9 वर्ष रहँदा सुजनले आफ्नो आनी बानी सबै परिवर्तन गरिसकेका थिए। सुजन 9 वर्ष जेलमा बसिरहँदा सिप सिकेका थिए र उनको आनी बानी पनि सुधार भइसकेको थियो। त्यही सिपको प्रयोग गर्दै उनले मिलिजुलीमा आफ्नै घरमा हस्तकलाका सामानहरू बेच्ने एउटा पसल खोल्छन्। सुजन निवास लेखेको घरमा हस्तकलाका सामग्रीहरू बेच्दै आएका थिए। सुजनले हस्तकलाका सामग्रीहरू खुद्रा तथा होलसेल रेटमा बेच्दै आएका थिए र उनको व्यापार पनि ठिकठाक नै चलिरहेको थियो। दीपाको श्रीमान शङ्कर ढकाल भने वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा बस्दै आएका थिए र त्यही क्रममा
उनको आफ्नो आफन्त पर्ने भान्जीको विवाह बुटोलमा भएको निमन्त्रणा जान्छ र निमन्त्रणा आइसकेपछि दिपा आफ्नो 2वटा छोरी लिएर भान्जीको विवाह खानको लागि बुटोल आउँछिन्। दिपाको श्रीमान शङ्कर ढकाल वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा बस्दै आएका थिए र त्यही मौका पारेर सुजन कोइरालाले आफ्नो पूर्व पत्नीलाई डर धम्की देखाएर विगत 1 वर्षदेखि फोनमा कुराकानी गर्ने र समय समयमा भेटघाट गरिरहन्थे। दिपा आफ्नो छोरीसहित बुटोल आएको भन्ने थाहा सुजनले पाउँछन्। सुजनले थाहा पाइसकेपछि आफ्नो पूर्व पत्नी दिपालाई 2वटा छोरीसहित आफ्नो घरमा भेट्नको लागि बोलाउँछन्। त्यो घरमा सुजन व्यापारसँगै एक्लै बस्दै आएका थिए। दिपा आफ्नो 2वटा छोरी लिएर सुजनको घरमा गइसकेपछि उनीहरूको बीचमा सुख दुःखका कुराहरू साटासाट हुन थाल्छन्। सुजनले भन्छन् मसँग डिभोर्स गरेर खुसीसँग कसरी बसेको भन्छन्। यही विषयलाई लिएर सुजन र दिपाको बीचमा विवाद उत्पन्न हुन्छ। विवाद उत्पन्न भइसकेपछि सुजनले आवेगमा आएर घरेलु हतियार प्रहार गरेर आफ्नो पूर्व पत्नी दिपा र 2वटा नाबालक ती छोरीहरूको विभत्स हत्या गरिदिन्छ। छोरीहरू 7 वर्षीय स्नेहा ढकाल, 4 वर्षीय हिमा ढकाल र 31 वर्षीय दिपा बस्याल ढकालको विभत्स हत्या गरेको प्रहरी अनुसन्धानबाट कुरा बाहिर आएको छ। इलाका प्रहरी कार्यालय बुटोलका प्रहरी नायब उपरीक्षक इन्द्र राणाको अनुसार सुजन कोइरालालाई नियन्त्रणमा लिएर थप अध्ययन अनुसन्धान गरिरहेको बताएका छन्। यो घटनाको विषयमा नेपाल प्रहरीले थप अध्ययन अनुसन्धान गरिरहेको छ र 3 जनाको विभत्स हत्या गरेको भनेर प्रमाणित पनि भइसकेको छ। सुजन कोइराला फेरि पनि कारागार चलान हुन्छन् र यो कारागार चलानमा अब सुजन कोइरालाले आजीवन जेल भुक्तान गर्नुपर्ने हुन्छ। आदरणीय दर्शक महानुभाव, यो घटनाबाट तपाईँ हामीले सिक्नुपर्ने कुरा के हो भने दिपाको पनि केही न केही गल्ती देखिन्छ। पूर्व श्रीमान त्यस्तो अपराधिक मानसिकता भएको व्यक्ति हो भन्ने थाहा हुँदाहुँदै पनि बीचमा सम्पर्कमा नरहनु पर्ने। यदि बीचमा जति पनि सुजन कोइरालाले डर धम्की देखाएर भेट्न बोलाए तापनि भेट्न नगएर प्रहरीकोमा उजुरी दिनुपर्ने थियो। श्रीमानले यसरी धम्की दिइरहेको छ भनेर उजुरी गरेको भए सायद यो घटना घट्दैन थियो होला। आदरणीय दर्शक महानुभाव, आजको यो अपराध कहानी तपाईहरुलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियाको लागि कमेन्ट सेक्सनमा गएर आफ्नो प्रतिक्रिया राख्न सक्नुहुन्छ भन्दै म तपाईहरुको माझबाट बिदा लिन चाहन्छु। हौस् त, नमस्कार।